What's up, beautiful people? Welcome to my first vlog. Hope so सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। बाइ द वे म चाहिँ आज चाहिँ गेम हेर्न जान लाग्यो होइन। अस्ट्रेलिया र समथिङ कुन कन्ट्रीको चाहिँ छ, तर लाइक लास्ट टाइम पनि हेर्न गएको थिएँ, भिडियो बनाउनु चाहिँ त्यस्तै झ्याउ लाग्यो। अनि द्याट्स वाइ आज चाहिँ जान्छु। अति रमाइलो हुन्छ होला सायद, केटाहरू पनि आएछ होइन। बाइ द वे मेरो काम गर्ने मल चाहिँ त्यही नजिकै हो, अनि मलभित्र नै हो मेरो काम गर्ने ठाउँ पनि, अनि हाम्रो स्टोरको नजिकै पनि छ कि, अनि त्यही भएर रुममा हेर्न नि अलि एक्लै अलि बोरे टाइपको हुन्छ। अनि फेरि चेयरअप गर्न नि नपाइने होइन, अनि ल्यापटपमा फेरि त्यति खासै मजा पनि आउन के, अनि त्यही भएर लेट्स सी जाँदैछु के कसो हुन्छ, रमाइलो हुन्छ होला। ओके, बाहिर भ्यू चाहिँ यस्तो छ होइन, दामी वाइड एङ्गलमा मजै आउँछ। एक्लै जाँदै हो, तर त्यस्तो खासै केटाहरू चाहिँ छैन कोही पनि नै, तर लेट्स सी होप्सो रमाइलो हुन्छ। आज 2-3 गोल चाहिँ हान्नै पर्छ। बाइ द वे जति पनि अर्जेन्टिना भाइ स्पेसल्ली अब मेस्सीको फ्यानहरू जो पनि हुनुहुन्छ, आज 2-3 गोल चाहिँ हान्नै पर्ने हुन्छ। हेरौँ कतिको मजा आउँछ, के हुन्छ, लेट्स सी। बाहिर चाहिँ दामी छ है आज चाहिँ। आधी बाटोमा चाहिँ आइसक्यो। यहाँ चाहिँ जाभा टाइम भन्ने एउटा क्याफे चाहिँ छ भित्र। सम पिपल दे आर वर्किङ, काम गर्दैछ केटाहरूले चाहिँ, सबै हो। अनि ऊ त्यहाँ चाहिँ दाईहरू काम गर्छ, एउटा दाईहरू छ मेरो दाईहरू, ऊ दाईहरू चाहिँ त्यहाँ पिङ्क बेरीमा काम गर्छ। अनि दामी छ, रमाइलो छ, अफकोर्स हुनु नै पर्यो। अल्बेक हो, इट्स अलरेडी क्लोज। अहिले त बन्द भइसक्यो नि, बिहान गति अब 4:30 भइसक्यो। 5 बजेदेखि गेम हो, 4:30 हुन आँटिसक्यो। अनि त्यही भएर बिहानै लाइक पहिला त अति हिँड्या हो है। म पनि पहिला त रनिङसँग जाँदाखेरि चाहिँ अति हिँड्या हो। अहिले चाहिँ यहाँ आएदेखि चाहिँ त्यति बिहान हिँडिन्न कि, अनि लाइक नाइट ड्युटी चाहिँ हुन्छ, त्यसपछि राति आयो अनि सुत्यो, स्केड्युलै त्यही छ। अनि त्यही भएर लाइक त्यस्तै छ। आज चाहिँ बिहानको फ्रेस भ्यू हेर्दै हिँडिरहेको छु, त्यही भएर मजै आइरह भनौँ, मलाई त रमाइलो लागिरह। अनि मसित चाहिँ त्यो लाइक इलेक्ट्रिक स्कुटर पनि छ है, हाम्रो कम्पनीले प्रोभाइड गरेको अबाउट द ट्रान्सपोर्टेसन। अनि त्यो चाहिँ मलाई चाहिँ युज गर्न चाहिँ अलिक झ्याउ लाग्यो। लाइक सधैँ आइराख्ने त्यही स्कुटरमै हो, ड्युटी जाने आउने पनि। अनि फेरि के जानु, आज हिँड्दै जान्छु नि त, नजिकै त हो नि, मजा पनि आउँछ भनेरै हो एक्लै आइदिएको। हाँछिम हो मल चाहिँ, हाँछिम छ मल चाहिँ त्यहाँ हो। अनि अहिले चाहिँ बिहान हुन आँटिसक्यो, अलिकति उज्यालोहरू पनि भइसक्यो। अनि त्यो चाहिँ अलराजी टावर हो, त्यो चाहिँ दामी छ, रमाइलो छ यार, रमाइलो छ केटा हो, रमाइलो छ। अब लेट्स सी है त, म तपाईँहरूलाई मलभित्र छिर्नुभन्दा अगाडि एकचोटि भिडियो देखाउँछु है त। यो चाहिँ मल हो होइन, अरू सबै चाहिँ यतातिर चाहिँ क्लोज भइसक्यो। यतातिर चाहिँ जहाँ हामीले हेर्ने ठाउँ छ, गेम हेर्ने ठाउँ छ, त्यतातिर चाहिँ ओपन छ होइन। अनि लाइक म्याक्सहरू चाहिँ 24 आवर ओपनै छ भनौँ। अनि यता स्पार्की प्ले जोन हो, त्यो चाहिँ लाइक केटाकेटी खेल्ने ठाउँहरू भइहाल्यो। अनि यतातिर चाहिँ दामी छ। अनि बाई द वे हियर वी हेभ हामीसित सरी फक्ट अफ के बोल्दिन, लाइक रोलेक्सको सोरुम पनि छ यहाँ, रोलेक्स सप पनि छ होइन। अब म भित्र छिर्छु। उतादेखि छ इन्ट्रान्स चाहिँ, खास मलाई चाहिँ उतादेखि जान झ्याउला, अलि लामो पनि, उता अगाडिदेखि घुमेर जानुपर्छ नि त, द्याट्स वाइ। अनि त्योभन्दा त बरु नजिकैदेखि जान्छु। तलदेखि टक्क गयो, सिधै माथि गयो होइन। अनि त्यही भएर मान्छेहरू हुन चाहिँ हुन्छ, तर हिजो अस्तिखेरि चाहिँ यहीँको कन्ट्रीको म्याच हुँदाखेरि चाहिँ अति मान्छेहरू आएको हो। तर अहिले चाहिँ लाइक कस्तो भयो भन्दाखेरि अब यिनीहरूको कन्ट्री बाहिर गइसक्यो नि त, क्वालिफाई भएन। अनि त्यही भएर मान्छेहरू चाहिँ त्यति हेर्न आउँदैन क्या। अनि म चाहिँ स्पेसल्ली म चाहिँ बिग फ्यान हो है अर्जेन्टिनाको, मेस्सीको भनौँ, मेस्सीको खत्रै फ्यान हो, सरी मेस्सीको खत्रै फ्यान हो। अनि फेरि लाइक अब मेस्सी पनि लास्ट टाइम हो यो फिफा खेल्ने, अनि त्यसपछि अब मेबी म चाहिँ चेन्ज हुन्छु होला है। आइ एम नट स्योर अबाउट दिस, तर म चाहिँ चेन्ज हुन्छु होला, लास्टचोटि चाहिँ हो भनौँ अब यो हेर्ने पनि। तर अर्जेन्टिनाको खत्रै फ्यान हो हामी, लिटरल्ली मेरो साथी म हामी
अति सानो हुँदाखेरि लाइक कति 14 वर्ष हुँदा 2024 मा होला मेबी 2024 मा हुँदाखेरि जर्मनी भर्सेस अर्जेन्टिना चाहिँ फाइनलमा पुगेको थियो मेबी आइ एम नट स्योर मलाई त्यति एक्ज्याक्टली याद पनि छैन कसम म सानै नै थिएँ अनि हामी फुटबल चाहिँ खेल्थ्यौँ त्यति बेला चाहिँ सानसानै भए पनि तर मेरो साथी हामी चाहिँ लाइक बजैहरूले नजा भन्दा पनि राति निस्केर फाइनल हेर्न गयो क्या हामी त्यो बेलादेखि म चाहिँ अति बबालै फ्यान हो मेसीको चाहिँ मेसी त्यो बेला चाहिँ अर्जेन्टिना बाइद वे त्यो बेला चाहिँ हारेछ हो तै पनि अति के गर्नु त हरिफ ठुलै फ्यान हो लेट्स सी अब जाम हेरौँ के कस्तो हुन्छ यो चाहिँ बेसमेन्ट हो है बाइ द वे यो चाहिँ बेसमेन्ट हो उतादेखि म इन्ट्रेन्स हो मेरो चाहिँ घरहरू छ लाइक दिनमा त अति फुल नै हुन्छ भर्खर चाहिँ त्यति धेरै छैन यहाँ चाहिँ सेक्युरिटी गार्ड बसिरह लेट्स सी भर्खर चाहिँ आइसकेँ म वासरुम पनि आइसकेँ यसो मुखसुख धुँदैछु कपाल सपाल मिलाउँदै थिएँ कपाल त फेरि मेरो अति भन्ने फेरि घरदेखि पनि काट हो काट्न मन चाहिँ लागेन लेट्स सी आइसक्यो अब चाहिँ यो चाहिँ उतातिर जाने बाटो हो बाहिरतिर ओह उतातिर चाहिँ यस्तो छ यो सपहरू हो पुरै सिफोराहरू अनि कासा पास्ताहरू सपहरू चाहिँ यतैदेखि यो वर्कको लागि मान्छे इन्ट्रान्स हो यो चाहिँ कस्टमरहरू चाहिँ बाहिरदेखि आउँछ लेट्स सी अब सिधै उता गएर भेटौँ है त ओके म आइसकेँ गडा हो अब आएर यसो बसी पनि सक्यो पानी चाहिँ लिएर हो अहिले एकछिनपछि गएर कफी लिएर आउनु पर्ला तर कफी चाहिँ आई डोन्ट लाइक इट कफी त मलाई चाहिँ गर्मी हुन्छ कफी खायो भने आई डोन्ट नो है किन अर्कै हुन्छ त्यही भएर हो लेट्स सी बसिरह अब एकैछिनमा टक्क लाएर कडा हो ल सुरु भइसक्यो है मार्टिनी त अगाडि छ यतातिर चाहिँ यो जोर्डनको चाहिँ आई डोन्ट नो नामै थाहा छैन मलाई त्यति ठुलो म फ्यान पनि होइन ठिक छ सुरु भइसक्यो ल अब भित्र सिनेमा चाहिँ रेडी हुँदैछन् ल केटा हान्दैछ कोही पनि छैन आज त्यति धेरै मान्छेहरू पनि छैनन् दामी छ मजा आइरहेको बसेर लेट्स सी मैले जहाँसम्म बुझे अनुसार चाहिँ जोर्डन फर्स्ट टाइम हो क्या फिफामा लाइक त्यो उस खेले चाहिँ अनि त्यही भएर लाइक मेबी हल्कामा लिएर होला मेसी चाहिँ सब्स्टिट्युटमा बसेर रहेछ है केटा न मैले भर्खर चाहिँ हेरेको अनि सब्स्टिट्युटमा चाहिँ मेसी बसेर रहेछ ओके एकछिनपछि इन्टर गर्छ होला सायद जहाँसम्म लेट्स सी के हुन्छ अरे मिठो गोल हानिदियो नि कस्तो मिठो हानिदियो नि लास्टै दामी मिठो गोल 2 गोल चाहिँ हानिदिइसक्यो केटा हो दामी मजा आयो गेम हेर्दाखेरि मजा आयो एकछिन 2 गोल हानिदिइसक्यो हाफ चाहिँ भयो लेट्स सी म पनि यसो हेरिरहेको छु बाहिरतिर के खानेकुरा छ भनेर काम गरिरह हो गर्छ कहाँ हालिरह ठिक छ डिउ खाँदै हिँडिरह यार पेप्सी भित्र डिउ हालेर यार साइको भइदिएर लेट्स सी सो वासरुम गएर आउँछु अनि होप अझै 1-2 गोल हुन्छ तर मेसी खेलिरहेन केटा हो मेसी किन खेलेन भन्दा लाइक अलरेडी 9 पोइन्ट्स भइसक्यो क्या त्यो अर्जेन्टिनाको होइन अनि बाँकी केटाहरूको चाहिँ मेबी 5 or 4 आइ एम नट स्योर त्यस्तै के भइरहेको क्या त्यही भएर खेलेन मेसी चाहिँ सब्स्टिट्युटमा बस्यो अब हाफपछि चाहिँ खेल्न नि सक्छ लेट्स सी होप फर द बेस्ट के हुन्छ ओके म चाहिँ आइसकेँ कडा हो यो भेटेर आउँदैछ ठक्क लगाएर हेल्छ अरे हेरौँ तर अति मजै आयो ठिकै खेले हो तर फर्स्ट चाहिँ त्यो फ्री किक थियो मेबी आइ एम नट स्योर फ्री किक थियो त्यसमा चाहिँ गोल हाल्यो अनि सेकेन्ड वान चाहिँ पेनाल्टी पायो किनकि यस्तै हेड गर्दाखेरि उसले लात्तीले हालेको जोर्डनको त्यो प्लेयरले चाहिँ अनि त्यसपछि चाहिँ पायो ल है त बाहिर जाउँ आइसक्यो सुसु ब्रेक हानेर म चाहिँ लिटरली फर्किसकेको हो अब फेरि गएर हेर्नुपर्छ लाइक स्टार्ट भइसक्यो होला मेबी तर त्यति इन्ट्रेस्टिङ चाहिँ छैन आजको चाहिँ गेम तर मजा आइरह म लिटरली 2-3 चोटि सब म्याचै हेरिसकेँ अर्जेन्टिनाको मजा आइरह सबहरू चाहिँ छ केटा यहाँ चार्लिज पनि छ
अनि यो चाहिँ मेबी के भन्छ यसलाई मैले त्यति एक्ज्याक्टली थाहा छैन स्लाइडर यो चाहिँ स्लाइडर अनि यो पनि खै के हो मलाई डोमिनोस पिज्जा समथिङ के हो आइसकेको केटा हो हेरौँ मैले काम गर्ने यो त्यही भएर मलाई थाहा छ अरे एउटा काम गर्ने चाहिँ यो मेरो अब रिस्टोर पनि उता छ म अहिले एकछिनमा देखाउँछु केटाहरूलाई म छिरिसकेँ है त गोल हान्थ्यो नि एक गोल हाल्यो जोर्डनले गोलीमा भेजा हान्थ्यो नि एक गोल अब मेसी छिर्न लाहा लेप्सी दामी गोल हान्थ्यो तर मेसी छिर्न लाहा अब चाहिँ सब्सिट्युटमा बसेको थियो मेसी चाहिँ अब छिर्न लाहा दामी छ ल म्याच चाहिँ दामी भयो अर्जेन्टिनाले जित्यो होइन 3 गोल हान्दियो लास्टमा आएर मेसीले पनि हान्दियो दामी लाग्यो मजा लाग्यो आज चाहिँ गेम हेर्न लेट्सी अब चाहिँ रुमतिर जान्छु म टाइम पनि भइसक्यो एउटा हो आज 3 बजे ड्युटी हो दिउँसोको 7 बजिसक्यो कति घन्टा गरेर सुत्नु 6-7 घन्टा सुतिन्छ होला आज 6 घन्टा सुत्दिने अनि गइदिने ओके बाहिरतिर भेटौँ है त अब दामी मजा आयो हेर्न चाहिँ तर मैले ब्याड न्युज फर द नेपाल फिफाले चाहिँ एन्फालाई ब्यान हान्थ्यो भन्ने सुनिरहेको थिएँ के हो त्यो चाहिँ कुरा बाहिर चाहिँ अति घाम छ है केटा अति घाम छ बाहिर चाहिँ यतातिर लास्टै घाम छ यार बस पनि आएको रहेछ तर जान्छ होला यार यो यार म तल पुग्दासम्म त यतातिर दामी छ ठाउँ चाहिँ यही हो केटा मल चाहिँ भन्छ जरिर छ यहाँ फोन सोन किन्न पऱ्यो भने आउँदा हुन्छ केटा यहीँतिर देख्छु बसमा नि आइसक्यो केटा हो अति धेरै हल्ला भित्र चाहिँ बाहिर चाहिँ यस्तो छ है दामी छ बाहिरतिर चाहिँ बसमा नि आइसक्यो अब म चाहिँ रुमतिर जान्छु रुममा पुगेर अनि सुज भेट्नु पर्छ नि त है रमाइलो भयो आजको म्याच चाहिँ दामी भयो लाइक अरूभन्दा नि अर्जेन्टिनाले गोल हाल्यो तर जहाँसम्म जित्छ पर्छ क्या अर्जेन्टिनाले लगेडा हो अब बसबाट नि झरिसकेँ म चाहिँ अब रुममा जानलाई हिँडिरहेको आजको दिन चाहिँ दामी गयो आज चाहिँ बाहिर भयो मेरो छुट्टी चाहिँ होइन ल छुट्टी चाहिँ भोलि हो मन्डेको मेरो छुट्टी हुन्छ तर आज दामी गयो दिन चाहिँ मजै आयो भनौँ न अरू त के भन्नु छ र होइन अलिकति पहिले खेल्नु पर्ने हो मेसी तर केही छैन इट्स ओके इट्स फाइन 3 गोल हान्दियो यार त्यो त अति दामी हो नि धन्न जोर्डनले 1 गोल चाहिँ हान्यो है त्यो चाहिँ दामी पार्ट लाग्यो अनि ल ठिक छ केही छैन म चाहिँ हिँडिरहेको आज खुल्ला वातावरण छ दामी पनि छ आज भ्यू पनि दामी देखिरहेछ तर इट्स फाइन गेम हो यार हारजित त भइहाल्छ इभेन अर्जेन्टिना हारे पनि मतलबै छैन होइन तर जिते हुन्थ्यो भन्ने टाइपको सोचै हो पोर्चुगलले पनि जिते हुन्थ्यो अब लाइक रोनाल्डोले पनि अति स्ट्रगल गरेर त्यहाँसम्म पुग्यो हो मेबी मैले बुझेअनुसार लास्ट म्याच हो भन्ने टाइपको मैले सुनिरहेको थिएँ लास्ट हो अब चाहिँ यिनीहरू दुइटाकै भन्ने टाइपको सुनिरहेको थिएँ लेट्स सी के हुन्छ ओके म चाहिँ हिँडिरहेको छु है दामी छ नि यार केटा म कुन कन्ट्रीमा चाहिँ गेस गर त ल गल्फ कन्ट्री चाहिँ हो तर कुन कन्ट्रीमा चाहिँ गेस गर केटा हो अति सबलाई थाहा फेरि कमेन्ट गऱ्यो हामीलाई केटाहरूले यार केही छैन ल दामी छ यहाँ चाहिँ फ्लाइओभर छ त्यही भएर यताहरूको मार्केटहरू चाहिँ चल्दैन कि त्यति यस्तो हुने रहेछ कि मैले पनि पहिला थाहा थिएन लाइक त्यो फ्लाइओभरदेखि अगाडिको त्यहाँ उताको स्टोरहरू यस्तो मजाले चल्छ नि कज दे हेभ पार्किङ लट्स अफ स्पेस एन्ड देन हाइवेबाट पनि टक्क छिरेर त्यहाँ रोक्न मिल्यो नि त अनि यतातिर फेरि त्यो फ्लाइओभर छ यहाँ त्यति राम्रोसित मजाले गाडीहरू पार्क गर्न नि मिल्दैन पार्किङ गर्ने स्पेस त छ तर मान्छेहरू यहाँ खै यो नहुँदो रहेछ क्या अनि त्यही भएर यहाँ चाहिँ के हो खै कुनै टावर चाहिँ दामी छ हो
यो जुनी त यस्तै भयो अब अर्को जुनीमा चाहिँ बनाउनु पर्छ यत्रै घर पार्ट अफ द जोक न पार्ट अफ द जोक ल म आइसकेँ ओके आज चाहिँ यस्तै भयो अब गाइज एन्ड अफ द भिडियो आज चाहिँ त्यस्तै भयो दिन चाहिँ कपाल चाहिँ यस्तै छ यो चाहिँ इग्नोर हानिदिउँ आजको दिन चाहिँ यस्तै भयो अति रमाइलो नै भयो एक्लै गएँ तर केटाहरूलाई फोन हानेको केटाहरू कोही पनि आएन तर केही छैन इट्स ओके इट्स फाइन सबैको आफ्नो काम हुन्छ होइन अर्काको ठाउँमा लाइक एनी हाउ ड्युटी त गर्नै पर्यो इट्स फाइन त्यही भएर ल आजको एन्ड अफ द भिडियो चाहिँ मेरो दिन पनि राम्रै बितिरहेछ तपाईँहरूको दिन पनि शुभ बितोस् मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि इफ अलिकति केही नराम्रो भयो भने दिस इज माई फर्स्ट भिडियो कज द्याट्स वाइ सम काइन्ड अफ मिस्टेक हुनसक्छ लाइक यति अलिकति पनि यति तलमाथि केही यताउति लाग्यो भने कमेन्ट गर्न सक्नुहुन्छ द्याट्स फाइन मैले बिस्तारै गर्दै नै सिक्दै जाने हो ओके अर्को भिडियोमा भेट्दै गरौँला मेरो दिन पनि राम्रो बितिरहेछ तपाईँहरूको दिन पनि राम्रो बितोस् हेभ अ ग्रेट डे हेभ अ गुड डे पिस आउट